भन्दैछु कि हजुरले मलाई धन्यवाद दिनु कर लाग्छ तपाईको धन्यवादले गर्ने तपाईको 2-4 पैसाले म चल्छु सेवामूलक चिज हो सेवाले नै चल्छ असल दबाई असल साथी असल भाइ असल मित्र असल गुरु असल औषधि असल श्रीमान असल श्रीमती असल छोराबारी भाग्यले मिल्छ देखेको मिल्दैन लेखेको मिल्छ आज देशको 73 जिल्ला घुमी म मेरो उमेर 73 वर्ष भइरहेछ 9 सालले हुँ त्यस कारणले हर जग्गा करोडौं व्यक्तिले लाखौं व्यक्तिहरूलाई मैले आएर तपाईको सेवा गर्दै म जीवनमा गइरहेको छ भन्दाखेरि म यो तपाई खाएपछि तपाईलाई यति राम्रो हुन्छ कि तपाईले मलाई धन्यवाद दिन कर यो के रे कस्तुरीको लागि अघि पनि राखेको थिएँ फेरि पनि राख्दैछु 3-4 पटक राख्दियो आधा घटी फेरि अब यो कस्तुरीको काकी बनाउने पूजा गर्नु मान्छे राम्रो हुन्छ यो औषधि खाएपछि तपाईलाई राम्रो भयो मन पर्यो भनेदेखि तपाईले मलाई धन्यवाद दिन कर लाग्छ धन्यवाद दिने कि नदिने तपाईलाई मन पर्यो भने दिने भनेको चिज हो मैले सेवा गर्न आएको सेवा गरेर दिन्छु सेवामूलक चिज हो र सेवाले नै तरिन्छ अब धन कमाएर तरिन्न सेवा गरेर तरिन्छ यो मेरो गुरुको ज्ञान हो त्यसैले यो गुरुको ज्ञान सन् समाजको बिचमा मैले ल्याएको छु गोरखनाथमा एकै चम्चा खानुस् सुरुमा जाने गेस्ट्रिक नै हो गेस्ट्रिक नभए अरू रोगै जाँदैन ओहो यो त पहिले खान पाए भए धेरै ठाउँमा औषधि खानु नपर्ने हुन्थ्यो भन्दाखेरि आफै दङ खानुहुन्छ हजुरलाई चित्त बुझ्छ अनि यो वखति हजुरको जीवन प्रास्त होइन नि हजुर बुढेसकालमा खानुहोस् खुब पूर्ति आउनेछ 80-85 वर्षको बुढाले यसलाई दुधमा खान्छन् भने टेकेर हिँड्ने लौरो बिर्सिन्छ पावर बढी भएर फर धेरै आउँछ यो वखति छोरीबारीलाई खान्छन् आँखाको चिलाउने ठिक पिसाबबाट पाठेर चिलाउने ठिक आङ खसेको बाँधिदिन्छ आलो सुत्केरीमा खान पानी जिउ टुट्दैन छैन भविष्यमा 2-3टा नानी बढी जन्मेदा पनि अनुहार हेरेर पत्याउने गाह्रो भर्खर कि राम्री सुन्दरी यो बहिनी देख्नु नि त्यो भाषा नि बहिनी भन् त ओ दाजु यो वखति पूजा भएर पसेकोलाई उठाइदिन्छ पास एकदम बलिष्ठ जागरिलो यार्सा गुम्बाको जरुरत छैन एक चम्चा खायो खुब पावर आउनेछ अझ चित्त बुझेन 2-3 खानु पावरै पावर थपि नसक्ने ओरिजिनल चिज भनेको चिज नै हो त्यस कारणले नेपाली आमाको दुध गोरखनाथको पर्छ अब यो राखेर बिग्रिँदैन 6 महिना राख्नुहोस् सर्दैन ढुसी आउँदैन सालमा राख्नुहोस् 2 साल राख्नुहोस् 2 सालभन्दा बढी नराख्नुहोस् है अब जहाँ पनि लानुहोस् लानु अब बिग्रिने कुरा होइन पानी एक थोपा पर्दैन यो केमिकल चिज हुँदैन अब यसलाई मैले दिन्छु दाजु ल्याउँथ्यो टेस्ट गर्नु कस्तो रहेछ म देखाउँछु यहाँ म भिडियो बनाउँदैछु तपाईँले भिडियो खिचिरहनु भएको छ टेस्टिङ गर्नु कस्तो रहेछ कान्तिपुर ल बाबु टेस्ट गर्नु भनेपछि तपाईँले खाएपछि आहा भन्नु पर्यो मन मने पनि आहा के भन्नुहुन्छ फेरि चाखौँ यो अखती बनाउनु भएको छ हाम्रो दाइले पुरा यहाँ बगा चोकमा खानु टेस्ट गर्दै यहाँ हेर्नुहोस् है यसलाई मैले झोलामा मिठो एकदम त्यो त गुले राख्नुभयो मन पर्यो राम्रो एकदम टेस्ट होइन ओरिजिनल चिज हो त्यस कारणले राजा चिज हो सबैलाई मन पर्छ भने यो मैले कागज दिन्छु एकछिन म यहाँ एउटा मुख छ सबैलाई म भन्न गाह्रो छ फेरि यो यहाँ तपाईँको लिखित कागज अनि औषधि आफैले बनाउँछु भन्दाखेरिमा यसको यो सम्पर्क ठेगाना मोबाइल यो फार्मुला छ अनि मेरो मोबाइल नम्बर छ लोकेसन छ जम्मै मैले दिन्छु अब 256 रुपियाँ किलोबाट 5800सम्मको जडीबुटी मिस्कट छ सस्तो महँगो लगानी भयङ्कर छ पोखरामा चलेको रेट 500 रुपियाँ हो यहाँ पनि यही रेट हो हिमालको छेउमा गयो भने यही रेट हो एकतिर एउटा तराजुमा यो 2टा राख्नु एकतिर जोख्नुहोस् यसलाई एकतिर यो जोख्नुहोस् यसले जित्छ यो 2 भाँडाभन्दा बढी हुन्छ 2 महिना चल्छ अनि यो 1000 हो त्यसमा मैले एउटा अफर दिन्छु यो अफर कुरा बुझ्नेले हिरा पर्छ मर्दले हात्ती नै पाल्छ यस्तो चिज भनेको चोले चिज आफ्नो शरीरको माया परिवारको माया यो सबै गर्नु है त्यस कारणले यो जीवनमा 1500 रुपियाँ खसेर गरिब हुने छैन
त्यस कारणले असल दबाई भनेको यो खानुहोस्। यो चिज भनेको यो 1000 पेटको सम्पूर्ण रोग खत्तम। उच्चले घरबाट चाहिँ सबै झाडु लगाइदिन्छ। काल टार्दैन, रोग टार्दछ। कमजोरी भनेको केही पनि रहने छैन। घुँडा दुख्ने, कटिया बात, बातको समस्या, घुँडाको समस्या। अब यसरी यो तपाईँको यो 1000 को यसरी मैले बनाउँदैछु भन्दै एक चम्चा, बेलुका 1 चम्चा, शाम बिहान खाना खाएर खानुहोस्। कुरा बुझ्नेले हिरा फोड्छ, कुरा बुझ्नेले हिरा फोड्छ र त्यस कारणले चिसो पानीमा खाने गरेको बिहान बेलुका यही खाने हो। त्यसलाई त्यही नै खाने गर्नुहोस्। चिसो पानीमा खाना मिल्छ, चिसो पानीमा खाना मिल्छ। गर्मीमा चिसो पानी, जाडोमा तातो पानी अथवा दुधमा जसरी भए पनि मिल्छ। उच्चले घरबाट सारा रोग बढाएर दिन्छ। एक रोग होइन, 2 रोग होइन, अनेक रोग घुँडा दुख्ने, ढाड दुख्ने, पूजा भएर मसिनो उठाइदिन्छ। काल टार्दैन हजुर। तपाईँले मलाई धन्यवाद दिनु, मन नपरे गाली गर्नुहोस्। हजुरको यो बेच्ने होइन, यो 1000 हो, यो अफर हो, पुरा मात्रा हो। 1000 500 हगि मैले बिहान बेलुका खाना खाएर खाने काँटो, ढिँडो, रोटी, मकै, साग, सब्जी, अचार, विचार, शिकार, माछा, मासु जे खायो भने दुख्न खानु। कम्मर दुख्ने, ढाड दुख्ने कति पैसा? 500 हुन्छ। राखेको नानी बच्चा छ भने आधा चम्चाको आधा चम्चा है। गर्भवतीले भएन। अब 15-16 वर्षको आधा चम्चा, अनि हामीले 1 चम्चा है। 7-8 महिनाको आमालाई खुवाउनुहोस् न। आमाको दुध खाँदाखेरिमा बच्चालाई भइहाल्छ नि, बच्चालाई खुवाउनै पर्दैन अन्न खाएपछि। बिहान बेलुका आमा राम्रो छ भने बच्चा त्यसै राम्रो हुन्छ। हेर्नुहोस् है, त्यस कारणले 1500 रुपियाँ खसेर गोर्खाली नेपाली गरिब भएका छैन। आफ्नो जिउको माया हुनेले यो अफर हो। मैले जहाँ पनि अफर दिन्छ। यो दुकान, घर, पसलमा चाहिँ अफर मिल्दैन। बिहान बेलुका यो त मन हो, रक्सीलाई अझै टोड्ने हो, तागत दिने हो। एकदम भयङ्कर तगडा चिज। अब तपाईँको यसरी पावर साम्यान मस्ती चिज हो। ह्याङ स्याङ आयुर्वेदमा खङ्ग्रानको चिज, शक्तिशाली जडीबुटीको मथाना हो। यो 84 जडीबुटीको सम्मिश्रण, हिमाल, पहाड, मधेस, तराईका सबै कुराहरूको मिश्रण गरेर यो मैले बनाएको रहन्छु। परिवार, फ्यामिली, बुढा बुढी, हर कोही छरछिमेक सबैले यसले खान मिल्छ र जानकारी गराइदिनु पनि हुन्छ हजुरहरूले। बिहान बेलुका खानुहोस्। आमा, दिदी, बहिनी, बुढा बुढी हर कोहीले खानुहोस्। अन्त हात खुट्टा नचल्नेलाई के छ? चलाइदिन्छ, कुचो भएर बसेर उठाइदिन्छ। प्यारालाइसिस भएकोलाई उठाइन्छ। एकदम राम्रो तपाईँको कुचो भएर बसेर उठाइदिन्छ हजुरको। तपाईँले जस दिनुहुन्छ, त्यस कारणले त्यो जसले त्यो धन्यवादले म तर्ने हो। त्यस कारणले सही कुरा बिहान बेलुका म चखाइदिन्छु, म चखाइरहेको छु। राम्रो चिज हो, राम्रो कुरा। हेर्न, बुझ्न, खान के को लाग्छ? केटीकेटीले बुझ्दैन, पाकाले बुझ्दछ, तर समाजको बिचमा सबैलाई बुझाउने प्रयास हुनेछ मैले। हजुर टेस्ट यो खानु, यो हजुरको साम्यान खाना खानु। तपाईँको यो बुढेसकाल राम्ररी पर्दछ है। मस्तीको नाम नै तन्दुरुस्ती। आयुर्वेदमा ठुलोले बुझ्दछ, राम्रो चिज हो हजुर। साम्यान कहाँ मिठो छ नि, राजा चिज। ए प्रभुको कृपा दृष्टि भएमा सबै कुरा सम्भव छ। यस अशुद्ध चिज होइन, भएको पनि छ। यो बिदा रोपण